तपाईको 2.8 जीपीए मात्रै छ तपाईको इंग्लिशमा C+ मात्रै आएको छ तपाईलाई यदि कसैले तपाईले चाहिँ प्लान सुनाउनु भयो रे म विदेश जान्छु भनेर तेरो यति मात्रै आएको छ तिमी विदेश जान मिल्छ त भनेर क्वेशन गर्दिनु भयो भने चाहिँ उहाँलाई तपाईले के आन्सर दिनु मिल्छ थाहा छ यति स्कोरले त म युके जान्छु तिमीलाई विश्वास लाग्दैन भने मसँग हिँड कमलादीमा रहेको फोर्थ राइट इन्टरनेसनलमा जाम उहाँले तपाईलाई सबै बुझाइदिनु हुन्छ भन्दिनु अझ म त के भन्छु उहाँ यदि फोर्थ राइट आउनु भएर उहाँले चाहिँ कोर्सहरुको बारेमा अझ सुनिदिनु भयो भने त छक्कै पर्नुहुन्छ कोर्सहरु त्यति अवेलेबल छन् तपाईले म्यानेजमेन्ट पढ्न जान सक्नुहुन्छ आईटी पढ्न जान सक्नुहुन्छ बिजनेस लिएर पढ्न जान सक्नुहुन्छ हेल्थ रिलेटेड कोर्स लिएर पढ्न जान सक्नुहुन्छ त्यति मात्रै हो र 5000 सम्मको स्कलरशिप पनि तपाईले पाउनुहुन्छ ल हेर्नुस् 2.8 जीपीए र तपाईको इंग्लिशमा C+ मात्र आएको छ भने तपाई युके जान मिल्छ ल है तपाईलाई अब कसैले चाहिँ तेरो 2.8 जीपीए मात्रै छ इंग्लिशमा C+ मात्र आएको छ तिमी कहीँ जान मिल्दैन भनेर भन्नुहुन्छ भने चाहिँ यो भिडियो देखाइदिनु होला